राममणि मुडभरी विरुद्ध पूनम मुडभरी अंशचलन मुद्दामा सम्मानित सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ। साथीहरू, आजको यस भिडियोमा मैले तपाईहरूलाई विवाहित छोरीको हकमा सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको संक्षिप्त विश्लेषण गर्न गइरहेको छु। साथीहरू, यो फैसला नेपालको अंश अधिकार सम्बन्धी अत्यन्त महत्त्वपूर्ण इजलास, जसमा 5 जना न्यायाधीशको फैसला थियो, जसमा बहुमत 3 जना न्यायाधीश र अल्पमत 2 जना न्यायाधीश बीच फरक कानुनी दृष्टिकोण समेत देखिन्छ। साथीहरू, प्रस्तुत मुद्दामा पूनम मुडभरीको विवाह 2072 साल 6 महिना 14 भन्दा धेरै अगाडि भएको थियो। उनले अंश मुद्दा दायर गरेकी थिइन्। मुद्दा विचाराधीन रहँदा 2072 6 महिना 14 मा कानुन संशोधन भई विवाहित छोरीलाई पनि अंशको अधिकार दियो। अब प्रश्न के उठ्यो भने साथीहरू, पुरानो कानुन लागू गर्ने कि संशोधित कानुन लागू गर्ने भन्ने प्रश्न उठ्यो। साथीहरू, जसमा बहुमत 3 न्यायाधीशको यस्तो निर्णय रह्यो। साथीहरू, बहुमतले निम्न सिद्धान्त कायम गर्यो। 1. अंश मुद्दामा फिर्याद परेको दिनको कानुन नै लागू हुन्छ। यदि मुद्दा चल्दा चल्दै कानुन परिवर्तन भए पनि फिर्याद दर्ता भएको दिनको कानुन अनुसार फैसला गर्नुपर्छ भन्ने सम्मानित सर्वोच्च अदालतले फैसला गरे। साथीहरू, 2 नम्बरमा 2072 साल असोज 14 भन्दा अघि विवाह भएकी छोरीले पुरानो कानुन अनुसार अंश पाउँदैनन्। 2072 साल असोज 14 मा विवाहित छोरीलाई अंश दिने संशोधन भएको भए पनि त्यो पूर्वव्यापी रेट्रोस्पेक्टिभ रूपमा लागू हुँदैन। 3. संशोधित कानुन भविष्यका लागि मात्र लागू हुन्छ। त्यसैले 2072 साल असोज 14 पछि विवाह गर्ने छोरीले अंश पाउँछिन्, तर 2072 साल असोज 14 अघि विवाह गरिसकेकी छोरी पुरानो कानुन लागू हुने भएकाले अंश पाउँदिनन्। 4. निर्मला रोका सम्बन्धी पुरानो नजिर अमान्य। बहुमतले निर्मला रोका विरुद्ध बालकृष्ण रोका मुद्दा चल्दा चल्दै संशोधित कानुन लागू हुन्छ भन्ने सिद्धान्तलाई अमान्य ओभररुल्ड गरिदियो, जसमा अल्पमत 2 न्यायाधीशको राय निम्न प्रकारको छ। साथीहरू, न्यायाधीश सपना प्रधान मल्ल र महेश शर्मा पौडेलले फरक राय राखे। प्रस्तुत मुद्दामा उहाँहरूको मुख्य तर्क निम्न थियो। छोरीको अंश नैसर्गिक नेचुरल राइट हो। संविधानले समानताको अधिकार दिएको छ। मुद्दा विचाराधीन रहँदा कानुनले अधिकार सिर्जना गरिसकेको अवस्थामा संशोधित कानुन लागू हुनुपर्छ। त्यसैले पूनम मुडभरीले अंश पाउनुपर्छ भन्ने निम्न न्यायाधीशको राय रह्यो। साथीहरू, उहाँहरूले भारतको भिनिटा शर्मा वर्सेस राकेश शर्मा 2020 को सिद्धान्त समेत उद्धृत गर्नुभएको छ। अन्तिम कानुनी सिद्धान्त बाइन्डिङ प्रिन्सिपल, हालका लागि लागू हुने सिद्धान्त। अंश मुद्दामा फिर्याद परेको दिनको कानुन लागू हुन्छ। 2072 साल 6 महिना 14 भन्दा अघि विवाह भएकी छोरी र पुरानो कानुनको समयमा परेको मुद्दामा संशोधित कानुन लागू हुँदैन। 2072 साल 6 महिना 14 पछि विवाह भएकी विवाहित छोरी पैतृक सम्पत्तिमा अंशको हकदार हुन्छन्। निर्मला रोका मुद्दामा प्रतिपादित विपरीत सिद्धान्त अब लागू हुँदैन। यो फैसला नेपालको अंश अधिकार सम्बन्धी अत्यन्त महत्त्वपूर्ण नजिर हो, किनकि यसले कानुनको पूर्वव्यापी प्रभाव रेट्रोस्पेक्टिभ इफेक्ट र मुद्दा दायर हुँदाको कानुन लागू हुने सिद्धान्त स्पष्ट रूपमा स्थापित गरेको छ। साथीहरू, अब हामीले यस सर्वोच्च अदालतको फैसला, हुन त यो फैसलाको पूर्ण पाठ आएको छैन, यो फैसलाको संक्षिप्त जानकारी मात्रै हो। साथीहरू, यो फैसलाको संक्षिप्त आदेश अनुसार के देखिन्छ भने साथीहरू, 2072 साल असोज 14 पछि विवाह गरिसकेका विवाहित छोरीले समेत आफ्नो बुवा आमाको सम्पत्तिमा समान वंशीय अधिकार रहने व्यवस्था गर्यो। तर सोभन्दा पहिले 2072 साल असोज 14 गते भन्दा पहिला विवाह गरेका विवाहित छोरीको हकमा स्वत आफ्नो बुवा आमाको सम्पत्तिमा समान वंशीय अधिकार नरहने व्यवस्था यस फैसलाले गरेको छ। साथीहरू, जुन अत्यन्तै महत्त्वपूर्ण छ।